नमस्ते मेरा साथीहरूलाई है, सबै साथी सङ्गी दाजुभाइ दिदी बहिनी, अब छर छिमेकी इष्टमित्र र साइन अनुसारको सबै साथीहरूलाई नमस्कार भन्न चाहन्छु है। मेरा दिदी बहिनी जस्तो पनि हुनुहोला है, सबै दाजुभाइ जस्तो पनि हुनुहोला। साइन अनुसारको सबै साथीहरूलाई नमस्कार, चिन्नी नचिन्नी साथीहरूलाई भन्न चाहन्छु। दसैँ आयो, अब दसैँ आएर अब दसैँको टिका अहिले 8-9 वर्षपछि लाउन पाएको एउटा खुसी पनि छु, लाउन पाउँछु भन्ने साथी हो। र मैले अब आफ्नो छोराछोरीहरूलाई पनि लाउन पाएँ। मेरो 2टा छोरा छन् है, 2टा छोरा छन्, अब एउटा बुहारी छन्। अब 7जना परिवार छौँ हामी है, 7जना परिवार छौँ, 2टा नातिनी छ मेरो साथी हो। 2टा नातिनी मेरो सासू मेरो बुढा, अब 2 भाइ छोरा, 2टा नातिनी, एउटा बुहारी, सबै छौँ हामी परिवारमा साथी हो। हजुर। खुसी लाग्छ आफ्नै परिवारमा, खुसी त्यहाँभन्दा ठुलो केही पनि छैन। परिवार खुसी भइदिया र खुसीमा रहन पाए परिवारको साथमा, त्यहाँभन्दा केही पनि छैन ठुलो कुरो। माइत भन्ने त त्यस्तै हो, अब माइत बसेर पुग्ने भए अर्काको घर किन जानु पर्दो र अब पुग्दैन, माइत बसे पनि पुग्दैन हामीलाई है। हामी चेलीलाई माइत बसेर पुग्दैन, अर्काको घर नभई नहुने जात परेको यो जिजु पुर्खैबाटी एउटा पुर्ख्यौली जै हो, नियम रीतिरिवाज त्यही हो। त्यसमा चल्न पर्ने रहेछ, अब त्यही नियम धान्न पर्ने रहेछ। माइत त जन्मेको मात्र हो र हुर्काएको मात्र हो, हुर्केपछि अर्का घर जानु पर्ने रहेछ भन्ने अब त्यति थाहा राख्न पर्ने रहेछ, त्यही चाहिँ याद भन्ने है। र बाआमा छन् जरी त्यो बाआमाको माया लाग्छ। अब बाआमासित भेट हुन जान मन लाग्ने र बाबाआमासित भेट हुन मन लाग्छ, त्यही हो। मेरो माइतमा अब 2 भाइ, एउटा दाइ एउटा भाइ छ है। दाजुभाइमा हामी 5 बहिनी छौँ। 5 बहिनीमा अब म साइली चाहिने हो साथी हो, म साइली परेँ। मेरा अरू दिदी बहिनी के अरे दिदी बहिनीहरू त पारमै छन् है। पारैतिर बिहादान अब भएको ठाउँमै जै छन् अरू दिदी बहिनीहरू त। म हो यता मधेसतिर झरेको भन्ने साथी हो। अब अहिले यत्रो सालमा बाबा आमाको हातको टिका लाउन जाला भन्ने र घरको टिका पनि लाएकै थिइनँ अहिलेसम्म, यत्रो सालसम्म 8-9 वर्षै भयो भनौँ। अब टिका पनि नलाएको, अब अहिले त लाउन पाउँदाखेरि खुसी पनि छु। र एउटा कुरा, अब टिका लाउन दसैँको त लाउँछु, बाबा आमाको पनि हातको लाउँछु, सबैको लाउँछु है। अब तिहारको टिका दाजुभाइ भए पनि, अब यत्रो जन्मेर यत्रो भएँ, दाजुभाइ भए पनि मैले टिका लगाइदिएको छैन अहिलेसम्म, माथा छुएको पनि छैन मैले दाजुभाइहरूको है। जन्मेर यत्रो भएँ। अब नातिनीहरू 2टा मेरा छन्, एउटा 4 पुएर 5मा लागेको, एउटा 5 पुएर 6मा लागेको नातिनी छ। अब त्यति हुनसम्म पनि मैले कसैको त्यस्तो दाजुभाइ भनेर दाजुभाइको अहिलेसम्म टिका टालो यस्तो तिहारमा लगाएको छैन साथी, नलागेको कुरो। अब के गर्ने, अब दाजुभाइहरू त्यस्तै हो। दाजुभाइ भए पनि सुख छैन, नभए पनि सुख छैन मान्छेलाई है, जसो गरे पनि सुख हुन्न। तर सुख भन्ने कुरो आत्मैदेखि हुनपर्छ। आफ्नो आत्मा शान्ति भए सबै सुख हुने रहेछ। आत्मा विशान्ति भयो भने सुख केही गरी पनि हुने रहन्छ। मेरो परिवारमै खुसी छु। अब चाहे मेरो घर परिवार दुखी होस्, गरिब होस्, किन नहोस्, जस्तै जे भए पनि परिवारभन्दा ठुलो कुरो, परिवारमा भन्दा सुखी अरूमा केहीमा पनि छैन। मेरै बुढाले माया गर्छ, अब मेरै बुढाले माया गर्नुहुन्छ के अरे, अब माया गरेपछि अब त्यहाँभन्दा ठुलो कुरो किन चाहियो र मलाई अरू है। आफ्नो परिवारभन्दा ठुलो केही पनि छैन। अब बाहिरको देखाउती मायाले पनि हुन्न। देखाउती भन्ने कुरो देखाउती चाहिँ हो, अब त्यस्तै हो।
अब दाजुभाइ जुन भन्ने दाजुभाइहरूलाई एउटै पेटमा बसेर त दाजुभाइ बनिरहन्छ। अब बाहिरका के दाजुभाइ बन्छ र भन्ने मेरो मनले त्यही सोच्छ। अब त्यस्तै छ साथी हो। अब के गर्ने, अब जे जस्तो भए पनि अब अहिले दसैँको टिका लगाएर आउँछ। अब पारको घरमा गुल्मी जान्छु। अब 4-5 दिन आमा बाबासित बस्छु। उसको बाद फेरि गुल्मी जान्छु, गुल्मीको घर आफ्नो पार घर। अनि नानीहरूको स्कुल भएपछि म फेरि यहाँ मधेसको घरमा आउँछु है। मधेसको घरमा आएर बस्नु पर्यो। अब यिनीहरूलाई स्कुल छ अनि स्कुल पढाउनु पर्यो। अब मेरो बुढा पारमै बस्नुहुन्छ र उहाँको अब कृषिको काम छ, कृषिमा काम गर्नुहुन्छ घरमा, पारको घरमा है। त्यही भएर अहिले दसैँको टिका लाउन बुढा आउनुहुन्छ। बुढासित सँगसँगै माइत जाने हो। अनि माइत टिका लाएर अनि घर जाने हो फेरि पारकै घरमा गुल्मी। साथी हो, अब धेरै लामो भयो है। जति नै जे गरे पनि त्यस्तै है छ जिन्दगी, केही छैन छोरीको जिन्दगी। अब के भनौँ है साथी हो, लामो भयो। अब युट्युब च्यानलमा गएर है, युट्युब च्यानलमा छु म, उहाँ गएर विष्णुमया थापा सलामी मगर्नी भनेर सर्च गरेर हेर्न सक्नुहुन्छ। हेर्ने साथीहरूलाई भन्न चाहन्छु। र त्यहाँभन्दा के भन्ने हो र साथी हो, बाई, सकियो। जति लामो गरे पनि कहानी त्यत्तिकै हो है। मेरो बुढाभन्दा ठुलो मलाई केही छैन साथी हो। बुढाभन्दा अघि जान परोस् है, बुढाभन्दा पछि मर्न नपरोस्, अघि मर्न परोस् भन्छु। बुढाको काखमा जान परोस्। अब जस्तो अहिले सोचेको थिएँ त्यस्तै चलिरहेछ। मेरो मनले जस्तो मागेको थियो त्यस्तै अहिले मैले पाइरहेछु। म त्यस्तै न्याममै चलिरहेछु, त्यस्तै भइरहेछ साथी हो। बाई, धेरै लामो भयो है।